नमस्कार सम्पूर्ण श्रोता महानुभावहरू, आज फेरि पनि तपाईहरुलाई स्वागत छ। तपाईहरुको आफ्नै मुभमेन्ट एउटा फर्स्ट एजुकेसन मुभमेन्ट। आज तपाईहरु हामीलाई लाइभ सुनिराख्नु भएको छ बजिकाञ्चल एफएम 89.2 मेगाहर्जमा। म तपाईहरुको साथी इन्जिनियर के स्टार कोचिङ एन्ड ट्रेनिङ सेन्टरको फाउन्डर एन्ड डाइरेक्टर। आज हाम्रो विशेष अध्यायमा फेरि पनि हामी प्रवेश गरिसकेको हो। हाम्रो मिसन तपाईले नपढे कसले गर्ला, त कसले पढ्ला, हामीले नगरे कसले गर्ला। यही मिसनको साथ हाम्रो सुरुवात भएको रौतहट फर्स्ट इन एजुकेसनमा फेरि पनि आजको यस कार्यक्रममा ऐतिहासिक क्षणमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। रौतहटको शिक्षाको अवस्था अहिले 77 नम्बरमा छ। तपाईहरुलाई थाहा छ र यो हेरेर तपाईहरुलाई दुःख पनि लाग्छ। दुःख लाग्नु स्वाभाविक हो, किनभने हामीले यति मेहनत गरिरहँदा पनि हाम्रो रौतहटको अवस्था यस्तो अवस्था कसरी आयो त? यसको लागि जिम्मेवार को हो र यो अवस्था कसरी सुध्रिन्छ त्यसको लागि हामीले यो मुभमेन्ट चलाइरहेको हो। आदरणीय श्रोता महानुभावहरू, तपाईहरु डाइरेक्ट अहिले हामीलाई लाइभ सुनिराख्नु भएको छ 89.2 मेगाहर्जमा। तपाईहरु हामीलाई फेसबुकमा र हाम्रो 89.2 मेगाहर्जमा तपाईहरु अहिले हामीलाई लाइभ सुनिराख्नु भएको छ। लाइभ सुनेर बस्नुहुने आदरणीय श्रोता महानुभावहरूलाई विशेष धन्यवाद दिन्छु र आजको यस कार्यक्रममा हाम्रो टेक्निसियन मित्रमा हुनुहुन्छ शिवनाथ कुशवाहा सर, उहाँलाई पनि विशेष धन्यवाद दिन्छु। आजको यस कार्यक्रममा तपाईहरुलाई हृदयदेखि स्वागत गर्दै हाम्रो रौतहट शिक्षा स्तरमा 77 नम्बरमा छ यो कुरा तपाईहरुलाई फेरि पनि अवगत गराउन चाहन्छु। यो यथार्थ साथीहरु, यो लुकाएर लुक्नेवाला चिज छैन। यसको लागि सामना गएर हामी यो यथार्थलाई परिवर्तन गर्नको लागि हामीले स्टार्ट गरेको हो यो रौतहट फर्स्ट इन एजुकेसन। यो मुभमेन्ट कुनै मात्र इन्जिनियर के को मुभमेन्ट होइन। यो मुभमेन्ट मात्र हाम्रो बजिकाञ्चल एफएम को मुभमेन्ट होइन। यो मुभमेन्ट अहिले रौतहट जिल्लाको एक मात्र मुभमेन्ट बनेको छ। रौतहट जिल्लाका आदरणीय हाम्रा गुरुहरू, आदरणीय हाम्रा अभिभावकज्यूहरू र प्रिय विद्यार्थी भाइ बहिनीहरूको भएको छ, जस अन्तर्गत तपाईहरुलाई हाम्रो यस एफएमबाट तपाईहरुले डाइरेक्ट हामीलाई सुनिसक्नु भएको छ। रौतहट जिल्लाको हामीले दुर्गा भगवती गाउँपालिकाका पहिलो हाम्रो वक्ता स्पिकर हुनुहुन्थ्यो। दोस्रो स्पिकर हाम्रो गौडबाट सन्तोष सर हुनुहुन्छ। तेस्रो स्पिकर हाम्रो राम विश्वासजी गुजराबाट हुनुहुन्थ्यो। चौथो स्पिकर हाम्रो तपाईहरुलाई थाहै छ शम्भु सर इस्नाथबाट हुनुहुन्थ्यो। आजको स्पेशल स्पिकर पनि हाम्रै रौतहट जिल्लाको पृष्ठभूमिबाट बिलङ गर्नुहुन्छ। उहाँसँग रूबरू त तपाईहरुसँग हुन्छ नै हुन्छ। अहिले हामी तपाईहरुलाई विशेष के भन्छु कि हाम्रो यो मुभमेन्ट किन सुरु भयो त? तपाईहरुलाई यसको बारेमा जान्न जरुरी छ आदरणीय श्रोता महानुभावहरू, किनभने तपाई यदि नजाने कसले जानला। जसरी हाम्रो मेन मिसन हो, तपाईले नपढे कसले पढ्ला, हामीले नगरे कसले गर्ला। तपाईहरु यदि पढ्नु भएन भने कसरी हाम्रो साक्षरता दर बढ्छ र हामी गरेन भने को गरिदिन्छ त? बालेन्द्र शाह प्रधानमन्त्री रौतहटमा आएर त गर्ने कुरा भएन, या हाम्रो संस्कृति पोखरेल शिक्षा मन्त्रीज्यू रौतहटमा आएर गर्ने कुरा भएन। रौतहटको यथार्थ परिवर्तन, रौतहटको यथार्थ यो जुन अवस्था छ यो अवस्था परिवर्तन गर्नको लागि रौतहटको युवा, रौतहटको आदरणीय श्रोता महानुभावहरूलाई उठ्नुपर्छ, जाग्नुपर्छ। तपाईले नगरे कसले गर्ला? किनभने यो तपाईहरु जुन पनि ठाउँबाट बिलङ गर्नुहुन्छ, जहाँबाट पनि हाम्रो यो भिडियोलाई हेरिराख्नु भएको छ या सुनिराख्नु भएको छ, तपाईहरु त्यही ठाउँबाट उठ्न सक्नुहुन्छ। हामीलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मलाई स्पेशली हाम्रो मुभमेन्टलाई कन्ट्याक्ट गर्नको लागि म इन्जिनियर केलाई कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। 9814278241 मा हाम्रो डिजिटल प्लेटफर्म केएफआई प्रेजेन्टमा कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। अनि हाम्रो स्टुडियोको नम्बर छ, तपाईहरु बजिकाञ्चल एफएममा पनि तपाईहरु हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। 976121 79446 मा तपाईहरुले हामीलाई कन्ट्याक्ट गरेर यो कार्यक्रमको हिस्सा र ऐतिहासिक पलको तपाईहरु एउटा साक्षी बन्न सक्नुहुन्छ। साक्षी मात्र होइन, तपाईहरु यो पललाई ऐतिहासिक होइन महाऐतिहासिक बनाउनको लागि तपाईहरु रौतहटको जुन पनि कुना कब्जाबाट हामीलाई साथ र सहयोग दिन सक्नुहुन्छ। आदरणीय श्रोता महानुभावहरू, तपाईहरु अहिले हामीलाई फेसबुक बजिकाञ्चल एफएमबाट लाइभ सुनिराख्नु भएको छ। तपाईहरुलाई म के भन्छु भन्दाखेरिमा तपाईहरु मात्र सुनेर यसलाई टालेर हुँदैन साथीहरु। यो यथार्थ रौतहटको र रौतहटको यथार्थ परिवर्तन गर्नको लागि तपाईले हामीलाई साथ दिनुपर्छ। तपाई पनि यो अध्यायमा, यो ऐतिहासिक क्षणमा जुड्नुपर्छ साथीहरु। अब तपाईहरुसँग समय आएको छ विश्रामको र एउटा व्यापारिक विश्राम बजाइदिनको लागि हाम्रो टेक्निसियन मित्र शिवनाथ सरलाई तयारी अवस्थामा रहनको लागि हार्दिक अनुरोध गर्छु। साथीहरु, तपाईहरु रौतहटको जुन पनि कुना काप्चाबाट भए पनि हाम्रो यो मुभमेन्ट जुन छ रौतहटलाई 77 नम्बरबाट 1 नम्बरमा, जहाँ केही गुरुहरूले पैसा, शिक्षाबाट पैसा, गुरुहरूकै बिजनेसम्यानहरूले शिक्षालाई बिजनेसम्यान बनाएर जसरी रौतहटमा लिएको छ
त्यही अवस्थामा केही व्यक्तिहरू शिक्षाबाट रौतहटको इतिहास परिवर्तनको लागि अगाडि बढिरहेको छ र हाम्रो यो इतिहास परिवर्तन गर्ने बाटोमा तपाईँहरूले साथ दिइराख्नु भएको छ। त्यसको लागि तपाईँलाई विशेष धन्यवाद छ। र आजको यस कार्यक्रममा अब हाम्रो समय आएको छ व्यापारिक विश्रामको। बजाइदिनको लागि हाम्रो शिवनाथ यादव टेक्निसियन्सहरूलाई हार्दिक अनुरोध गर्छु। नमस्कार सम्पूर्ण श्रोता महानुभावहरू, फेरि पनि तपाईँहरूलाई एउटा सानो व्यापारिक विश्रामपछि स्वागत छ। हाम्रो टेक्निसियन मित्र शिवनाथ सरलाई विशेष धन्यवाद दिँदै आजको यस कार्यक्रममा फेरि पनि तपाईँहरूलाई स्वागत गर्छु। र अब आजको यस कार्यक्रममा हामीसँग हाम्रोको यो अध्याय र हाम्रो यो एपिसोडको 5औं वक्ताको रूपमा हाम्रै रौतहट जिल्लाबाट हाम्रो आदरणीय गुरु बिन्दालाल सरसँग आज कुरा भएको छ। आदरणीय श्रोता महानुभावहरू, बिन्दालाल सर रौतहटको एउटा पावन भूमि रौतहटकै भूमिबाट बिलङ गर्ने आदरणीय म्याथका गुरु हुनुहुन्छ। उहाँ म्याथ पढाउने उहाँको जुन विचित्र स्टाइल हो त्यसको कारणले गर्दा हाम्रा आदरणीय विद्यार्थी भाइ बहिनीहरू ठुलो फाइन हुनुभएको छ। उहाँ शिक्षा क्षेत्रमा आजबाट होइन दशकौँदेखि शिक्षा क्षेत्रमा उहाँ रौतहटकै शिक्षा क्षेत्रमा काम गरिराख्नु भएको आदरणीय हाम्रो बिन्दालाल सरसँग भएको कुराकानी अबको केही छिनमा तपाईँहरूको बिचमा राख्छु। त्यसको लागि तयारी अवस्थामा रहनको लागि हाम्रो टेक्निसियन मित्र शिवनाथ सरलाई हार्दिक अनुरोध गर्छु। आदरणीय श्रोता महानुभावहरू, हाम्रो बिन्दालाल सरसँग हामीले गरेको कुराकानी अब डाइरेक्ट तपाईँहरूको बिचमा राखिदिनको लागि हाम्रो टेक्निसियन मित्र शिवनाथ सरलाई हार्दिक अनुरोध गर्छु। नमस्कार सर। हजुर नमस्कार। स्वागत छ सर तपाईँलाई हाम्रो यो रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्टमा। अहिले तपाईँलाई हाम्रो श्रोताहरूले 89.2 मेगाहर्जबाट लाइभ प्रसारणमा छ अनि हाम्रो फेसबुक डिजिटल प्लेटफर्ममा पनि प्रसारण भइरहेको छ र बेलुका 6 बजे हाम्रो डिजिटल प्लेटफर्ममा भिडियोको मार्फतमा पनि हाम्रो श्रोताहरूले तपाईँलाई सुन्नुहुनेछ सर। धन्यवाद कृष्णजी। रौतहट फर्स्ट इन एजुकेसनको महान अभियानमा मलाई सम्झिनु भएकोमा यो पुनित कार्यको लागि बजिकाञ्चल एफएम परिवार र यसका श्रोता महानुभावहरूमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो अभियान उपलब्धिमूलक होस्, शुभकामना पनि छ। तपाईँलाई पहिलो प्रश्न छ सर, हाम्रो यो अभियान जो रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्ट छ यसलाई सर तपाईँले कसरी हेर्नुहुन्छ सर? हजुर कृष्णजी, भनिन्छ नि फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। शिक्षा प्रेमी र समाज परिवर्तकको लागि रौतहट फर्स्ट इन एजुकेसन अभियानले अवश्य पनि ऊर्जा थप्ने काम गरेको छ। अर्काको अनुभव सुनेर पनि मानिसले आफूभित्र परिवर्तन गर्न सक्छन्। जब मैले रौतहट फर्स्ट इन एजुकेसन अभियान सञ्चालन हुन गइरहेको मेसेज पाएँ, एकदमै खुसी अनुभूत भयो। शिक्षामा परिवर्तन ल्याउन हामी शिक्षक, विद्यार्थी र अभिभावक जस्तै संसार माध्यमको पनि उत्तिकै योगदान चाहिन्छ। तर यो महान कार्य गरिरहँदा तपाईँले केही चुनौतीको सामना पनि गर्नुपर्ने हुन्छ, किनकि मैले एउटा प्रसङ्ग पढेको छु। स्टिम बोट यानि कि बाफबाट चल्ने डुङ्गा बनाउने रबर्ट फुल्टन थिए होइन? रबर्ट फुल्टनले हडसन नदीमा आफ्नो जब प्रयोग देखाउँदै थिए, उनको त्यो प्रयोग हेर्नको लागि धेरै मानिसहरू जम्मा भएका थिए र त्यो मानिसहरूको बिचमा केही निराशावादी पनि थिए जो नेगेटिभ मात्रै सोच्ने गर्थ्यो र उनीहरूले हेरिरहँदाखेरि अब स्टिम बन्न त अलि समय लाग्छ नि। स्टिम यो फुल्टनले आगो तताएर त्यो स्टिम बनाउँदै थिए र त्यो समय लागिरहँदाखेरि त्यो नेगेटिभ सोचका व्यक्तिहरूले के भन्दै थिए भने यो स्टिम बोट चल्दैन, जति प्रयास गरे पनि यो नहुने काम हो, यो हिँड्नै सक्दैन। तैपनि फुल्टन कतैतिर ध्यान नदिकन आफ्नो मेहनतमा अगाडि लागिरहे, कार्य गरिरहे र एकछिन पछाडि स्टिम बोट त हिँड्न सुरु गरिदियो, चल्न थाल्यो र त्यही व्यक्तिहरू जो भन्दै थिए नि कि यो चल्नै सक्दैन, उनीहरूले भन्न थाले यो स्टिम बोट त अब रुक्नै सक्दैन, यो रुक्नै सक्दैन। मेरो भनाइको अर्थ हो तपाईले जुन यो पावन कार्य गरिरहनु भएको छ, सबैले रौतहटलाई त शिक्षाको फर्स्ट प्लेटफर्ममा ल्याउन एकदमै कठिन छ भनेर कुरा काट्न सक्छन्। नहुने काम यो कृष्णले गरिरहेछ, तर
तपाईँ हाम्रो सबैको साथ सहयोगले अवश्य पनि शिक्षा क्षेत्रमा हाम्रो रौतहट जिल्लाले कोल्टेप फेर्ने नै छ। मेरो एकदमै पोजिटिभ सोच रहेको छ। बहुत बहुत धन्यवाद सर। तपाईँले जुन जसरी भन्नुभयो नि कि धेरै मान्छेहरू नेगेटिभ हुन्छ पोजिटिभ हुन्छ, हरेक पहलुको दुईवटा मतलब त्यो हिस्सा हुन्छ, एउटा पोजिटिभ र नेगेटिभ। यही फिल्डमा हामी पनि यो फिल्डमा काम गरिरहँदा सर हामीलाई पनि यो कुराहरूको अनुभव मतलब प्रत्यक्ष अहिले भइरहेको छ कि आदरणीय जनसमुदाय धेरैजनाले हामीलाई मतलब सपोर्ट पनि गरिराख्नु भएको छ, त अर्को साइडमा धेरैजनाले हामीलाई मतलब नेगेटिभ पनि लिइराख्नु भएको छ। अब नेगेटिभ कुरालाई हामीले साइडमा राखेर पोजिटिभलाई मात्र अगाडि पोजिटिभले लिएर अगाडि हिँडिरहेको छु। त्यही फिल्डमा तपाईँलाई हामी संवाद गरिरहँदाखेरि तपाईँले हामीलाई सर यो जुन नेगेटिभ पोइन्टहरू छ, ठिक छ, जे चुनौतीहरू छ, ती चुनौतीहरूलाई कसरी हामी पोइन्ट टु पोइन्ट कसरी समाधान गर्न सकिन्छ त्यसको विषयमा तपाईँको सल्लाह सुझाव चाहिन्छ। एकदम कृष्णजी, सबैभन्दा पहिला हाम्रो रौतहट शिक्षामा किन पछाडि पर्यो यो समस्या तपाईँले भन्नुभयो र त्यसको समाधान पनि कसरी गर्ने भनेर सोध्दै हुनुहुन्छ। यो विद्यालय त तपाईँले घुमिराख्नु भएको छ, हेरिराख्नु भएको छ, मैले पनि अनुभव गरेको छु। अनावश्यक राजनीतिक हस्तक्षेप बढेको छ। मेरै मान्छेलाई यो गरिदिनु पर्ने त्यो गरिदिनु पर्यो, मेरै मान्छे हेडमास्टर भइदिनु पर्यो र त्यहाँ पनि अब खै त्यो प्रमा जाने व्यक्ति पनि जाने टिचर पनि कस्ता छन् भने कमिसन खुवाएर प्र बन्न चाहन्छन्। जसले त्यो घुस दिएर प्र बन्न खोज्छन् उसले के शिक्षामा परिवर्तन ल्याउन सक्छ? अनि मेरो भनाइ हो कि राम्रो र योग्यलाई त्यो पद दिनु पर्यो, न कि कमिसनको चक्करमा रहेर हाम्रै भविष्य बिग्रिन्छ। त्यतातिर हाम्रा केही जनप्रतिनिधिहरू पनि ध्यान नदिएको मैले पाएको छु। अनि अभिभावकहरू पनि हेर्नुहोस् न, विद्यार्थी आफ्ना बालबच्चालाई विद्यालय पठाउँदैमा उहाँहरूको कर्तव्य चाहिँ पुरा हुँदैन। अभिभावकहरू पनि आफ्ना छोराछोरीलाई शिक्षाको सवालमा ध्यान दिएको पाइँदैन। छोराछोरीहरू दिनभरि बेलुका 9 बजे आउँछ घरमा, तर अभिभावक एक शब्द बोल्न चाहँदैन। आफ्ना छोराछोरीलाई कमसे कम 6 देखि 9 बजेसम्म बेलुका बाबु यो 3 घण्टा त तिमीले जसरी भए पनि घरमा बस्नै पर्छ, घरमा बसेर स्कुलमा के पढ्या छौ त्यो रिभिजन गर्नै पर्छ। त्यति 3 घण्टा मात्रै पनि अभिभावकहरूले यसो ध्यान दिइदिनु भयो भने एकदमै फ्रुटफुल रिजल्ट आउँछ। अनि विद्यार्थीहरू पनि स्वयं सिक्न रुचि देखाएको पाइँदैन। दिनभरि मोबाइल चलाउँछन्, यताउता टिकटक भिडियो यताउताका कुराहरू गर्छन्, तर बुक खोल्न चाहँदैनन्। विद्यार्थी स्वयं पनि सिक्न रुचि देखाउनु पर्यो र अरूलाई मात्रै दोष थुपरेर आफू चाहिँ पन्छिन मैले खोजेको होइन। हामी शिक्षकमा पनि एकदमै कमी कमजोरी रहेको छ। थोरै शिक्षकहरू होला जो योजना बनाएर योजना अनुसार शिक्षण सिकाइ गरिरहेका होलान्। यदि शिक्षकले चाह्यो भने पनि धेरै परिवर्तन हुन सक्छ। शिक्षकले कक्षा कोठा लिन जाँदाखेरि योजना बनाएर कक्षा लिन म सुझाव प्रस्तुत गर्न चाहन्छु र यी समस्यालाई सम्बोधन एवं समाधान गर्नको लागि विद्यालयमा सिकाइ वातावरणको पनि सिर्जना हुनुपर्छ। हाम्रो विद्यालय चाहिँ जति पनि छ नि रौतहट जिल्लाको यो विद्यार्थी मैत्री मैले पाएको छैन। एउटा कुर्सी छ, एउटा डेस्क बेन्च जोडिएको छ, टाँसिएको छ, त्यहाँ न ग्रुप वर्क गराउन सकिन्छ। एक लस्करमा बसेका छन् विद्यार्थीहरू, शिक्षक चाहिँ बोर्डमा उभिएर एकहोरो प्रस्तुति दिनु परेको छ। कुनै ग्रुप वर्क गराउनु पर्यो भने त्यहाँ टेबलको व्यवस्था छैन। चार्ट कार्डबोर्ड राखेर त्यहाँ केही विद्यार्थीले ग्रुप वर्क गरून् क्लासमा भनेर त्यस्तो दियो भने बसाइको व्यवस्था छैन। त्यो कक्षा कोठा चाहिँ सिकाइ अनुरूप व्यवस्थित गर्नै सकेका छैनौँ हामीले। अनि अर्को पनि यहाँ विषय शिक्षक कतिको पाउनु भएको छ यी विद्यालयहरूमा? प्रत्येक विषयको शिक्षक पाउनु भएको छ? छैन, विषय शिक्षक नै छैन। अब म गणितको शिक्षकलाई नेपाली पढाऊ, विज्ञान पढाऊ भनिदियो भने कतिको त्यहाँबाट गुणस्तरीय शिक्षा प्राप्तको अपेक्षा गर्नुहुन्छ? आउँदैन।
अनि अर्को कुरो कृष्णजी, अहिले विद्यार्थीहरू किताब पढ्न मानेनन् तर मोबाइल दिनभरि चलाउँछन्। दिनभरि दिदियो भने त्यो खेलेर बस्छ। भन्नुको अर्थ हाम्रो किताब चाहिँ निर्जीव जस्तै भइसक्यो र मोबाइल सजीव जस्तो छ। अनि निर्जीव कुरोलाई विद्यार्थीले हेर्नै चाहेन। अब किताब पाठ्य पुस्तक पनि डिजिटलाइज्ड हुनुपर्छ। हामीले वर्कहरू पनि आइसिटीमा बेस्ड भएर होमवर्कहरू क्लास वर्कहरू दिन सक्नु पर्यो। मैले तालिम त्यो अस्ति टिपिडी तालिम लिन गएको थिएँ, त्यसमा पनि थुप्रै टेक्निक्सहरू हेरे। त्यो हेर्दाखेरि आहा यसरी सिकायो भने त विद्यार्थीहरूले एकदम नसिक्ने पुरै आउँदैन जस्तो लाग्यो। तर त्यस्तो पूर्वाधारको कमी छ। एउटा इन्टरेक्टिभ बोर्ड समेत विद्यालयहरूमा छैन। अब त्यहाँ अहिलेको जमानामा इन्टरेक्टिभ बोर्ड नहुनु, स्मार्ट बोर्डहरू नहुनु, यो त अब त्यस्तो विद्यालयले के गुणस्तरीय शिक्षा देलान्। अनि सबैभन्दा महत्त्वपूर्ण कुरो त विद्यार्थीहरूमा पढ्नुपर्ने भावना विकसित हुनुपर्छ। अभिभावकले पढाइको वातावरण मिलाइदिनुपर्छ। शिक्षकले लगन र मेहनतका साथ सिकाइको लागि सहजीकरण गर्नुपर्छ। र एउटा कुरो अझै थप्न चाहन्छु, यो गणित र विज्ञान विषयलाई हरेक विद्यालयले अङ्ग्रेजी माध्यममै पढाउनुपर्छ। यो अङ्ग्रेजी माध्यममा नपढाउँदाखेरि विद्यार्थीहरू बोर्डिङतिर गएको देखियो, अभिभावकको पनि उतातिर झुकाव हुने देखियो। किनकि हामी गणित चाहिँ यहाँ 10सम्म नेपाली भाषामा पढ्छौँ अनि 11-12मा जाँदाखेरि त्यही कुरोलाई अब इङ्ग्लिसमा पढ्नुपर्ने हुन्छ। हामी यतातिर निर्देशाङ्क भनेर पढ्छौँ, उता कोअर्डिनेट। यता चाहिँ हामी फलन पढ्छौँ, उता फङ्सन। आखिर त्यो नाम परिवर्तन गर्दैमा त्यो कोर कन्सेप्टहरू त परिवर्तन हुँदैन नि। त्यसकारण नाम मात्रै किन नेपालीमा गर्नु पर्यो? अथवा गर्नु नै छ भने पुरै त्यो स्कुलदेखि लिएर विश्वविद्यालयसम्म पुरै म्याथमेटिक्सलाई नेपालीकरण गर्नु पर्यो। विद्यार्थीहरू त्यो कारण पनि सरकारी स्कुलतिर आकर्षित भएको देखिँदैन। यो माध्यम चाहिँ एकदम चुनौती नै रहेको छ। म त मेरो सजेसन यही हुन्छ कि यो विज्ञान र गणित चाहिँ अङ्ग्रेजी माध्यममै हुनुपर्छ। ल बहुत बहुत धन्यवाद सर, तपाईँले जुन समय हामीलाई दिनुभयो त्यो अब हाम्रो समय अब समाप्त हुने समय आइसकेको छ। तपाईँलाई सुनिराख्नु भएको हाम्रो आदरणीय श्रोता महानुभावहरू 89.2 मेगाहर्जमा अहिले तपाईँलाई लाइभ प्रसारण 8:30 बजेदेखि 9 बजे सुनिराख्नु भएको छ। उहाँलाई तपाईँ के भन्न चाहनुहुन्छ र बेलुका 6 बजे हाम्रो डिजिटल प्लेटफर्म केएफआई प्रेजेन्टमा सुन्नुहुने आदरणीय जनश्रोता महानुभावहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? अन्तिम लाइन सर तपाईँ। हजुर कृष्णजी, सबभन्दा पहिला त यो अवसर जुटाइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र यो तपाईँको नारा जुन छ नि, हामीले नपढे कसले पढ्ने, हामीले नगरे कसले गर्ने, एकदमै यो चाहिँ विद्यार्थीहरूको लागि एकदमै उत्कृष्ट नारा रहेको छ। बिउ जति सुकै उन्नत जातको भए पनि यदि उसलाई उर्वर भूमि दिएन भने उसले राम्रो बाली पक्कै पनि दिँदैन। यहाँसम्म कि त्यो उन्नत बिउलाई उर्वर भूमि मिलेर पनि यदि उसलाई समयमा रोपिँदैन, अर्थात् वातावरण राम्रो हुँदैन भने त्यो राम्रो वृक्षमा पनि परिवर्तन हुँदैन। यो लाइनले के भन्न चाहन्छ भने विद्यार्थी स्वयं रुचि जगाउनु पर्यो र वातावरण चाहिँ अभिभावकले मिलाइदिनु पर्यो। शिक्षक त एउटा सहजीकरण गरिदिने कार्य गर्छ। विद्यार्थीहरूको लागि म के भन्न चाहन्छु भने मैले 2 भाइको कथा पढेको थिएँ सर। त्यसमा एउटा बाउको 2टा सन्तान थियो। बाउ चाहिँ जड्या थियो अनि एउटा छोरो चाहिँ एकदमै जड्या भयो, कुख्यात अपराधी पनि निस्कियो र अर्को चाहिँ वकिल बन्यो, न्यायाधीश नै बन्यो, राम्रो न्यायाधीश बन्यो। अनि एउटै बाउको 2टा सन्तान दुवैमा किन यति भिन्नता? एउटा चाहिँ एकदमै कुख्यात छ, एउटा प्रख्यात छ।
पत्रकारले त्यो जड्या भाइलाई सोध्यो कि तपाईँ एकदमै जड्या हुनुभयो, यसको कारण के हो? यसको कारण मेरो बाउ हो। म घरमा जाँदाखेरि बाउ रक्सी खाएर आउनुहुन्थ्यो, आमालाई कुट्नुहुन्थ्यो, यस्तो थियो उस्तो थियो। बाउको पुरै नकारात्मक गुण हेरेर म हुर्के बढेको मान्छे, अनि त्यस्तो वातावरणमा हुर्के बढेको मान्छेबाट के अपेक्षा गर्न सकिन्छ? त्यस्तै म बने, बाउ जस्तै बने। अनि न्यायाधीश भएको छोरालाई सोद्धाखेरि त्यो न्यायाधीशले के जवाब दियो? म न्यायाधीश बन्नुको एउटै कारण छ, मेरो बुवा। म जब घरमा आउँथे, बुवा रक्सी खाएर आउँदा आमालाई कुट्नुहुन्थ्यो, समाजमा हो हल्ला गर्नुहुन्थ्यो, सबैले दूर दूर छिछि भनेर एकदम बुवालाई हेप्नुहुन्थ्यो। अनि मैले त्यही दिन मेरो मानस पटलमा आयो कि म बुवा जस्तो कहिले पनि बन्दिनँ, म राम्रो बनेर एकदम भोलिको दिनमा प्रख्यात हुन्छु। अर्थात् विद्यार्थी भाइ बहिनीहरूले पनि यही कुरो मनन गर्नु पर्यो, वातावरण जस्तो सुकै भए पनि आफूमा चाहिँ परिवर्तन गर्ने चाहना हुनु पर्यो। बहुत बहुत धन्यवाद सर, तपाईँले हामीलाई यति समय दिनुभयो, त्यसको लागि हृदयदेखि तपाईँलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि तपाईँसँग हाम्रो कोअर्डिनेटर हुन्छ। अहिलेको लागि हामी छुट्छौँ सर। हस्, बहुत बहुत धन्यवाद सर। हस् सर, धन्यवाद धन्यवाद। नमस्कार श्रोता महानुभावहरू, फेरि पनि तपाईँहरूलाई स्वागत छ। एउटा हाम्रो आजको गेस्ट हाम्रो बिन्दालाल सर हुनुहुन्छ, म्याथमेटिक स्पेसल, र उहाँ शिक्षा क्षेत्रमा उहाँ पनि धेरै दिनदेखि काम गरिराख्नु भएको छ। उहाँले आफ्नो अनुभव, आफ्नो सल्लाह सुझाव हामीलाई दिएर हामी माझबाट बिदा हुनुभएको छ। उहाँलाई फेरि पनि विशेष धन्यवाद दिन्छु, र हाम्रो टेक्निसियन मित्र शिवनाथ सरलाई पनि विशेष धन्यवाद दिँदै फेरि पनि तपाईँहरूलाई हाम्रो यस कार्यक्रमको अन्तिम अध्यायमा स्वागत गर्छु। र हाम्रो अन्तिम अध्याय भन्दाखेरि हाम्रो यस कार्यक्रमको एउटै सिम्पल, कुनै गोलमालमा फसाउनेवाला कुरा छैन। आदरणीय श्रोता महानुभावहरू, तपाईँहरूसँग सिम्पल कुरा छ कि हाम्रो रौतहट फर्स्ट इयर एजुकेसन मुभमेन्टको एउटै नारा हो कि तपाईँले नपढे कसले पढ्ला, हामीले नगरे कसले गर्ला। रौतहट साक्षरता दरमा अहिले 77औं स्थानमा छ। हामी 1 नम्बरमा ल्याउनको लागि काम गरिरहेको हो। यसमा तपाईँहरूको साथ सहयोग चाहिन्छ। बिना तपाईँहरूको साथ सहयोगले हाम्रो यो कार्यक्रम अझ फिका पर्न सक्छ। त्यसैले तपाईँहरूको साथ सहयोग हामी अपेक्षा गरेको हो, र तपाईँहरू डाइरेक्ट हामीलाई हाम्रो बजिकाञ्चल एफएममा पनि हामीहरूलाई तपाईँहरू कन्ट्याक्ट गरेर हामीलाई तपाईँ आफ्नो सल्लाह सुझाव या आफ्नो केही पनि कुरा राख्न चाहनुहुन्छ भने हामीलाई फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 97 621 79446 मा तपाईँहरू हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अहिले तपाईँहरू हामीलाई सुनिराख्नु भएको छ 89.2 मेगाहर्ट्ज बजिकाञ्चल एफएम। अनि डिजिटल प्लेटफर्ममा पनि हामीलाई बजिकाञ्चल एफएममा सुनिराख्नु भएको छ, र तपाईँहरू फेरि बेलुका भिडियो मार्फत पनि हामीलाई डिजिटल प्लेटफर्म, हाम्रो बजिकाञ्चलको डिजिटल प्लेटफर्मको साथसाथै रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्टको डिजिटल प्लेटफर्म केएफआई प्रेजेन्टमा तपाईँहरू फेसबुक, युट्युब, टिकटकमा सुन्न सक्नुहुनेछ। र तपाईँहरूको सल्लाह सुझावको हामी अपेक्षा राख्छौँ। तपाईँहरू पनि आफ्नो जुन पनि फिल्डमा भए पनि तपाईँहरू पनि आफ्नो सल्लाह सुझाव हामीलाई दिनुहोस्, हाम्रो यो मुभमेन्टमा जुन्नुहोस्। किनभने यो मुभमेन्ट कुनै इन्जिनियर के को सिङ्गल र पर्सनल छैन साथीहरू। यसमा हाम्रो आदरणीय सम्पूर्ण श्रोता महानुभावहरू, तपाईँहरू जो पनि सुनिराख्नु भएको छ, तपाईँहरूले यसमा हामीलाई साथ दिनुपर्छ। भन्छ नि कि जुन मान्छे तपाईँ जुन पनि फिल्डमा भए पनि तपाईँ रौतहटको वासी हुनुहुन्छ, तपाईँ रौतहटबाट बाहिर भए पनि संसारको जुन पनि कुनामा भए पनि तपाईँ रौतहटको धरतीमा बिलङ गर्नुहुन्छ। रौतहटको जन्मभूमिबाट, रौतहटको पावन भूमिबाट तपाईँहरू जन्म लिनुभएको छ भने रौतहटको बारेमा सोच्न तपाईँहरूलाई जरुरी छ। अहिलेको संसारमा शिक्षा बिना केही पनि छैन। भन्छ नि अध्यारो, सबै जीवनको अध्याय नै अध्यारो छ। यो अवस्थामा पनि हाम्रो रौतहट जिल्ला साक्षरता दरमा पछाडि रहनुको कारण के हो त? यो कारणको तलासमा हामी छौँ, र यो कारण खोजिरहँदाखेरि हामीले धेरै कारणहरू भेटाएको पनि छौँ। तपाईँहरूलाई एउटा लास्टमा हामी के कुरा भन्छौँ कि एउटा सानो हामीले तपाईँहरूलाई एउटा कहानी सुनाउन चाहन्छु। एक दिनको घटना हो। गौतम बुद्ध तपाईँलाई थाहा छ, नेपालको लाइट अफ एसिया पनि भनिन्छ, नेपालको पावन भूमिमा जन्म लिनुभएको हाम्रो आदरणीय गौतम बुद्ध। उहाँ एक दिन आफ्नो शिष्यहरूसँग कहीँ जाँदै हुनुहुन्थ्यो। बाटोमा बीच जङ्गलमा एउटा बीच जङ्गल भेटायो, त्यहाँ उहाँहरू विश्राम गर्नुभयो, र उहाँले आफ्नो शिष्यलाई भन्नुभयो कि पानी ल्याउनुहोस्, पानी मलाई तिर्खा लागेको छ। उहाँको शिष्यले गयो त उतातिर नजिकमा नदी थियो, नदीमा मान्छेहरूले के गरिरहेको थियो, आफ्ना गाई बस्तुलाई नुहाइरहेको थियो। अनि त्यसमै मान्छेहरूले कपडा लाता सबै धोइरहेको थियो। एट द एन्ड अफ द डे के छ, त्यो ठाउँको जुन पानी थियो त्यो पिउने लायक थिएन। अनि एकछिनपछि अब उहाँहरूको दिमागमा केही पनि चलेन। अनि त्यस पछाडि एकछिनपछि उहाँले के गर्नुभयो त, फर्केर आउनुभयो अनि भन्नुभयो, गुरु म त पानी ल्याउने मुडमा थिएँ, तर
तर त्यहाँको अवस्था हेरेर पानी ल्याउन सकिनँ, त्यहाँ धेरै फोहोर थियो। अनि भन्नुभयो हाम्रो गौतम बुद्धज्यूले कि तपाईँ अब एकछिन आराम गरौँ, एकछिनपछि हामी अगाडि जाने। एकछिनपछि आराम गरिसके पछाडि फेरि उठ्नुहुन्छ अनि भन्नुहुन्छ कि मलाई धेरै तिर्खा लागेको छ, पानी ल्याउनु भनेर। अनि उहाँको शिष्य जब नदीमा जानुभयो, त्यहाँ जुन पानीमा फोहोरहरू थियो, पुरै फोहोर उतर बसिसकेको थियो। अनि त्यहाँबाट उहाँले के गर्नुभयो, छिटै लिएर आउनुभयो अनि भन्नुभयो कि जा, यो पानी त पुरै फोहोर बसिसकेको छ। त भन्नुभयो कि तपाईँ पनि जुन फिल्डमा हुनुहुन्छ, यसको मेन उद्देश्य के हो कि तपाईँ पनि जुन फिल्डमा भए पनि तपाईँले त्यो फिल्डमा राम्रो गर्न सक्नुहुन्छ, त्यसको लागि तपाईँले एकछिन ब्रेक लिनुपर्छ। अहिले साथीहरू, हाम्रो आजको यो कार्यक्रम सकिएको छ। तपाईँहरूलाई विशेष धन्यवाद दिँदै, टेक्निसियन मित्र हाम्रो शिवराज सरलाई पनि विशेष धन्यवाद दिँदै आजको यस कार्यक्रमबाट म इन्जिनियर के बिदा हुन चाहन्छु। हस्त धन्यवाद।